नेपालको याद आइरहेको। हेलो एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानल बिमु ब्लगमा हजुरहरूलाई स्वागत छ। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म चाहिँ सामान बोकेर आज कता जाँदैछु भनेदेखि यति धेरै सामान बोकेर आज चाहिँ बसाइ सार्दैछु है। पछाडि पनि तन्नाइ छ अनि म चाहिँ सामान बोकेर टुनुनु लगाएर बसाइ सार्दैछु परालिमीतिर। होलिडे मनाउन जाँदैछु सबैजना सामान बोकेर। को जान्छ हो यसरी। तर होलिडे चाहिँ मेरो होइन है साथीहरू, यो चाहिँ हाम्रो सर म्याडमहरूको होलिडे। उनीहरूको अब चाहिँ हप्तै पछि परालिमी उता जान्छ होइन। अब हाम्रो होलिडे त त्यस्तै हो, हाम्रो चाहिँ काम धेरै हुन्छ। अनि सबैजनाले मेरो भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्नु होला। नयाँ पुरानो सबैले मलाई सपोर्ट गर्नु होला। म पनि हजुरलाई सपोर्ट गर्नेछु। अनि हामी चाहिँ बाजे बोजू म चाहिँ जाँदैछु अब उता। बाजे बोजूको चाहिँ घर दुईवटा छ, त्यही भएर जाडो महिना जति चाहिँ यता लिमासलमै बस्छौँ अनि गर्मी महिनामा चाहिँ अब यहाँ चाहिँ काम छ। अनि उता चाहिँ अब होलिडे मनाउन जान्छ, रमाइलो गर्न जान्छ। अनि सबै फ्यामिली उतैको घरमा आउँछ र पार्टी गर्छ। अब चाहिँ सुरु भयो गर्मी महिना, त्यही भएर आज चाहिँ हामी गएर सरसफाइ गरेर राख्ने भनेर बाजे बोजू म तिनजनै लागे। अनि यो चाहिँ जाँदै गरेको बाटोतिर मैले चाहिँ भिडियो बनाउँदै जान्छु सोचेँ। अनि निन्द्रा नै लागेको छैन। अनि बादल माथि आकाशतिर हेरेको त हामी सँगसँगै हिँडे जस्तो लाग्यो। अनि म त अल्छी पनि लागेर त्यही भिडियो बनाउँदै बाटोतिर हेर्दै गएको। अनि यो सानो सानो पहाडहरू देखेँ क्या, यस्तो नेपालको याद आइरहेको। अनि हाम्रो नेपालमा नि हुन्छ नि त ठुल्ठुलो पहाड, यो चाहिँ अब सानो सानो लेकतिर जस्तो छ नि त। हाम्रो गाउँतिर माथि लेकतिर यस्तै हुन्छ नि त, रुख पनि सानो सानो अनि पहाड यस्तै रुख पनि नभएको खाली खाली पहाडहरू हुन्छ नि त लेकतिर, सानो सानो रुख। अनि त्यस्तै देखेर मैले चाहिँ भिडियो बनाएँ। अनि बादलहरू पनि देखिरहेको थिएँ। अनि यसो हेर्दा चाहिँ नेपाल जस्तै लागिरहेको। अब उता चाहिँ गर्मी जान्छ, हप्तै पछि जान्छ, 1 घन्टा लगाएर। बाटोतिर चाहिँ मैले फुलहरू कति राम्रो राम्रो देखेको। अनि भिडियो बनाउँछु भनेको स्पिड लगाएर फुलै नदेख्ने क्या, सुई गइहाल्छ नि त। अनि कति राम्रो राम्रो फुलहरू थियो। अनि अलि अल्छी पनि लगाइरहेको थियो। अनि बाजे बोजू चाहिँ बोल्दै बोल्दै थियो। अनि म चाहिँ भिडियो बनाउँदै उताको घर पुगेँ। अनि त्यहाँ चाहिँ जाँदा चाहिँ कति धेरै हावा चलिरहेको थियो। अनि स्विमिङ पनि छ उता चाहिँ। अनि यता घरहरू पनि देखाएँ। अनि यो सानो चाहिँ चिटिक्क पारेको चाहिँ मेरो रुम हो। यो मलाई चाहिँ बाहिरै रुम बनाइदिएको पहिल्यै। अब यताको घर चाहिँ फुल छ नि त, उनीहरूको सबै छोरो के अरे बच्चाहरू धेरै भएपछि कोठा कोठामा सँगै सुताउँदैन नि त, त्यही भएर धेरै कोठा कोठा पहिला यतै कोठामा दिन्थ्यो अरे। अनि अहिले चाहिँ बच्चा धेरै भएर मलाई चाहिँ बाहिरै कोठा बनाइदिएको सानो। अनि यता मैले चाहिँ सबै देखाएँ। अनि यो बाहिरतिर सबै सफा गर्नुपर्छ, कति धेरै धुलो भएको थिएँ। अनि धुलो आएर बस्यो हुन्छ। 8 महिना भयो नि त यो घरमा नआएको। अनि मैले भित्र सफा गर्दा बाजेले चाहिँ यो बाहिर सबै पुसेछ, कति धेरै धुलो माटो थियो, सबै पुसेर टलक्कै पारेर राख्दैछ। अनि उतापट्टिको घरमा नि मान्छे आएर बसेर यसो हेरेँ। अनि म चाहिँ बिहान उठेर यताउता हेरेको। अनि यता बाहिरतिर पनि हेरेँ। यसो बाहिरतिर निस्केर हेर्दा चाहिँ रमाइलो लाग्छ। अब अहिले त अलिक गर्मी बढाएको छैन नि त, त्यही भएर रमाइलो लाग्छ। भोलि पर्सि त कति पोल्छ, गर्मी हुन्छ, बाहिर निस्किनै सक्दैन। अहिले त 6 बज्यो, बिहानको 6 बजे म चाहिँ उठेर यसो बाहिर घुमेँ। बाजे बोजू चाहिँ उठ्या छैन। अनि म यता बाहिरतिर यसो हेरेको, 6 बजे उठेर सरसफाइ पनि गरौँ यसो हेरौँ भनेर। अब 8 महिना भयो नि त, अनि त्यही भएर यसो घाम पनि तापेँ। यताउता मान्छेहरू उताको घरमा चाहिँ रेन्टमा लिएर मान्छे फ्यामिली आएर बस्छ नि त। अनि त्यताको
मान्छेहरू पनि देख्छन्, हाई हेलो गर्छन्। अनि म पनि यसो बाहिर हेरेँ। अनि यहाँ चाहिँ अब गर्मी महिनामा हप्तै पछि आउँछन् मेरो बाजे बोजू अनि छोराछोरी बुहारी सबै आउँछ। भोलि पर्सि चाहिँ धेरै मान्छेहरू हुन्छ। अर्को हप्ता चाहिँ आउने भन्दैछ धेरै। अनि यहाँ चाहिँ म चाहिँ पिङ खेल्दैछु। गर्मी महिनामा चाहिँ यहाँ बसेर हावा ताप्दा आनन्द हुन्छ पिङ खेल्दै। अनि उनीहरू स्विमिङ गरेको हेर्दै बस्छु म चाहिँ त्यही पिङमा बसेर। अहिले चाहिँ अब म एक्लै छु, बाजे बोजू उठ्या छैन। अनि त्यही भएर यता डुलिरहेको। आज चाहिँ हामी फेरि लिमासोल फर्किने हो। 2 दिन भयो यता आएको। यहाँ चाहिँ हेर्नु न साथीहरू, नेपालमा जस्तै फुल है। नेपालमा यो फुल कति धेरै फुल्छ नि त, यहाँ पनि झुप्पै झुप्प फलेको कस्तो राम्रो लागेको। अनि मलाई खेलिरहेको, अब के गर्नु, कति झुप्पा झुप्पा पारेर फुलिरहेको थिएँ, कस्तो राम्रो देख्ने। अनि कटिङ पनि मिलेको छ नि त यहाँ त। अनि त्यहाँबाट म चाहिँ भित्र गएँ। भित्र गएर यस्तो आइना हेरेँ आफैले आफैलाई। हो के गर्न, अब बिहान बिहानै बाजे बोजू उठ्या छैन। आफै आइना हेरेर यस्तो बसेँ। मेरो चाहिँ पहिला कपाल लामो थियो, काटेर छोटो बनाएँ। अनि लामो कपाल नै अब गर्मी महिनामा एकदम गर्मी हुन्छ नि त, त्यही भएर मैले स्याहार्न सक्दैन, काम पनि एकदम हुन्छ गर्मी महिनामा। अनि त्यही भएर काटेर छोटो बनाइदिएँ। अनि म चाहिँ भिडियो बनाउँदैछु। अनि फुल पनि थियो यसमा चाहिँ। अनि म फुललाई पनि देखाउँदै अनि आइनामा आफूलाई पनि देखाउँदै बसिरहेँ। अनि त्यसपछि चाहिँ खाजा नखाइकन हामी त फर्केको। मैले चाहिँ कफी बनाएर खाएँ, सरले पनि कफी बनाएर खाएँ, म्याडम चाहिँ किन्न खाने रे। अनि फर्केको हामी चाहिँ अब फर्केर आइसक्यो। खाजै नखाइकन आएको थियो नि त, त्यही भएर यहाँ आएर खाजा खाने हो अब। अनि के गर्नु, सर म्याडम चाहिँ काममा जाने भन्दै हुनुहुन्छ। अब उनीहरू खाजा खाएर काममा जान्छन्। अनि हामी चाहिँ लिमासोल आइसक्यो साथीहरू। अनि आएको भिडियो चाहिँ मैले बनाएन, किनभने म सुतेर आएँ। 1 घन्टाको बाटो आउँछ नि त, त्यही भएर म सुतेर आएको। त्यही भएर मैले आएको भिडियो चाहिँ बनाएन। अनि आजको भिडियो मेरो कस्तो लाग्यो, आजको भ्लग चाहिँ मेरो यति नै साथीहरू। लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। अन्तिमसम्म भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। अझ चाहिँ आजको भिडियो भ्लग चाहिँ यति नै साथीहरू। बाई बाई।